सिट संख्याका आधारमा प्रदेशका मन्त्रालय बाँडफाँड गर्न ओली र प्रचण्डको निर्देशन। मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यासको कृत्रिम अभाव, सञ्चय नगर्न व्यवसायीको आग्रह। सुगौली सन्धिको सक्कल प्रतिबारे भारतीय विदेश मन्त्रालयले के दियो जवाफ? आजको समाचारमा हेर्नुहोस्। भारतले फेरि भने नेपालका प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिइसकेका छौं। अदालतको आदेशसँगै देउवा पक्राउ नपर्ने पक्का पक्कै भएपछि फर्किन तयार भएका हुन् पूर्व कांग्रेस सभापति शेरबहादुर देउवा। अदालतले पुनरावलोकनको निशा दिएपछि उत्साहित देउवा, ओली र प्रचण्डसँग पनि सम्पर्कमै। सरकारले भन्यो डीडीसीको आम्दानीबाट कृषकको बक्यौता भुक्तानी भएको हो। कांग्रेस सभापति थापा र नेता डाक्टर शेखर कोइराला बीच भेट, विवादबारे भएन सहमति। शेखर गुल्छासँग 1 करोड धरौटी माग। स्मार्ट सेल प्रकरणमा सीआईबी प्रतिवेदन, 22 प्रतिवादी 96 अर्ब बिगो दावी गर्नुपर्ने राय। म्याग्दीमा घार खोलाको विद्युत गृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षा गार्ड मृत भेटिए। सांसद बुद्धि प्रसाद पन्तको बनाई नागरिकता लाइसेन्स, पासपोर्ट र इन्धनका लागि लाइन बस्न पर्दैन भन्ने जनताको आशा छ। पोखरा विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार, विशेष अदालतले पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई किन 15 लाख धरौटीमा छोड्यो? आजको समाचारमा हेर्नुहोस्। रौतडमा नदीमा नुहाउन गएका 3 बालबालिका बेपत्ता। देउवा पक्षतिर लागे शेखर कोइराला। डाक्टर शेखर कोइराला संस्थापनेतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने। सार्वजनिक सवारीमा ज्येष्ठ नागरिकलाई 50% भाडा छुट अनिवार्य गराइँदै। महाधिवेशन सम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई डाक्टर शशाङ्क कोइरालाको पत्र। खानी तथा खनिज विधेयक, सामरिक महत्वको खनिज उत्खननमा 2/3 को व्यवस्था गर्न नेकपाको माग। स्वास्थ्य कर्मीमाथि आतपात गर्नेलाई जेल विदाउट बेलको व्यवस्था गर्न सांसद खातुनको माग। आर्थिक प्रलोभनमा पारी बालिकाको डिम्ब निकालिएको घटनाप्रति संसदको ध्यानकर्षण, दोषीलाई कारबाही गर्न माग। भारतमा रहेका नेपालीको सुरक्षा र अधिकार सुनिश्चित गर्न सांसद रमेश मल्लको माग। अर्थमन्त्रीको भनाई सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसन गर्दैछौं। नाइमा एक्सपोले ततायो अटो बजार, सार्वजनिक भए विभिन्न कम्पनीका नयाँ मोडल। करदाता प्रोत्साहन उपहार कार्यक्रमका 14 विजेताको नाम सार्वजनिक, 2 जनाको कारोबार शंकास्पद। साहित्यकार राजेन्द्र विमललाई पर्यटन मन्त्रीले निवासमै पुगेर दिए श्रद्धाञ्जली। सहमति नभएपछि सिटिबिटीमा करार कर्मचारीको आन्दोलन जारी। नयाँ यातायात व्यवस्था ऐन ल्याउँदै सरकार जीपीएस र सीसीटीभी अनिवार्य गरिने। ब्रोडपेकमा ज्यान गुमाएका 3 आरोहीको शव नेपाल ल्याइयो। उही अङ्कमा थामियो शेयर बजार, बढ्यो कारोबार। वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा उप्रेती नियुक्त। ग्लोबल आइएमएफ ब्याङ्कको नाइमा अफर, 5.25% ब्याज दरमै अटो लोन। रोहितको 4 वर्ष लामो कप्तानीमा नेपाली टोलीले पाएको सफलता। उपलब्धिपूर्ण कार्यकाल तर जस नपाएका